यो अगाडि चाहिँ हाम्रो कम्पनीको गाडी छ, सिग्नल लायो। आज चाहिँ बाटो चाहिँ खाली खाली छ है, आज धेरै भिडभाड छैन। अहिले चाहिँ सिग्नलमा छौँ, हामी सिग्नलमा उभिएको छौँ। यो हाम्रो कम्पनीको गाडी रहेको छ। यता पछाडितिर पनि कम्पनीको गाडी छ। यो यतातिर हामी चाहिँ यम्बुको भित्र छौँ, सिटीमा। अब गाडी चाहिँ हाम्रो आज चाहिँ लोड हुँदैन गरे, शनिबार पर्यो आज, भोलि आइतबारको चाहिँ लोड हुन्छ अरे गाडी। ल सबैजनाले है यो सानो भ्लगलाई माया अनि साथ सपोर्ट गरिदिनु होला है सबैजनाले। गाइस यम्बुमा अब पुगिसक्यो, अब पोर्टमा पुग्न बाँकी छ। अब कतिखेर पुगिन्छ पोर्टमा। अब आज चाहिँ लोड हुँदैन, आज चाहिँ यसो पार्किङमा बस्छौँ होला, भोलि चाहिँ लोड हुन्छ आइतबारको। है गाइस फाइनली हामी जेद्दाको पोर्टमा अब पुग्नेवाला छौँ। देख्न सक्नुहुन्छ यो पोर्ट छ, हामी जेद्दाको पोर्टतिर। यो चाहिँ नजारा रहेको छ पोर्टतिरको। है फाइनली गाइस हामी यम्बु पोर्टतिर पुग्नेवाला छौँ। यतातिर पोर्ट चाहिँ रहेको छ, हामी चाहिँ पार्किङमा बस्छौँ होला आज। पोर्टभित्र चाहिँ भोलि जान्छौँ, भोलिको चाहिँ छेउछेउमै छौँ हामी। यो समुद्र यता पारी समुद्र छ, दामी समुद्रको नजारा देख्न सक्नुहुन्छ तपाईँ। यी पुरै समुद्र रहेको छ, यो क्या दामी समुद्र छ। हामी चाहिँ यो समुद्रको छेउछेउमै गएर अगाडि लोड हुन्छ, अगाडि चाहिँ पुग्दैछौँ। अझै लोकेसनमा पुगेर त्यहीँ वेट गर्छौँ। आज पार्किङमा बस्छौँ। आज पार्किङमा बसिसकेपछि भोलि चाहिँ हाम्रो लोड हुन्छ है, भोलि हाम्रो लोड हुनेछ। देख्न सक्नुहुन्छ तपाईँ पुरै समुद्र छ, यहाँ ठुलो समुद्र छ। यो चाहिँ यम्बुको समुद्रमा छौँ हामी। कम्पनीको गाडी अगाडि गइरहेको छ एउटा, अरू पछाडि आउँदैछन् गाडीहरू। एकदम रमाइलो भइरहेछ गाइस। आज यम्बु यता घुम्यो जे होस्, भोलि चाहिँ हाम्रो लोड हुन्छ होला। हामी भोलि चाहिँ लोड गरिसकेपछि हामी फेरि यात्रा हुनेछ, हाम्रो राततिरको यात्रा हुन्छ हाम्रो चाहिँ। ल है यस्तै तपाईँको माझमा म यो भ्लगहरू लिएर आउनेछु। दामी दामी सिनहरू बाटोमा देखाइरहनेछु, देख्न सक्नुहुन्छ। पारी देख्न सक्नुहुन्छ, क्या निलो आकाश जस्तै समुद्रको पुरा दृश्यहरू देखिरहेछ, क्या दामी दामी। अहिले एकदम नजिक गएर देखाउने छु, नजिकमै परेछ भने तपाईँको माझमा हेर्नु। कृपया सबैले मेरा दर्शकहरूले यसो राम्रोसँग मेरो दर्शकहरूले हेरिदिनु होला। मेरो सानो भ्लगलाई माया अनि साथ सपोर्ट गरिदिनु होला। आशा छ तपाईँहरूको साथ सपोर्टले म यसरी नै अगाडि बढ्नेछु।
स्वागत छ सबैजनालाई। के कस्तो हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। हामी चाहिँ आज यम्बु पोर्टबाट लोड गरेर यता सबै गाडी 30वटा गाडी आएको छ, लोड हुँदैछ, लोड भइसक्यो। कुनै गाडी लोड हुँदैछ, ग्रेडर कोहीले पम्पहरू लोड गर्दैछौँ। हेर्नुहोस् नजारा चाहिँ रातिको 12 बजेको छ, एकदमै दामी छ। यो लोड एकदम यादगार हुन्छ, तपाईँलाई सरप्राइज छ है। यो चाहिँ सरप्राइज छ तपाईँलाई। ये हमारे भाई साहब हैं। पंडित जी क्या हाल है भाई साहब? ठीक ठाक मेरे भाई। बढ़िया। रात के अभी 12 बज चुके हैं यहाँ। 1:30 बज रहे हैं। 1:30 बज रहे हैं, तो क्या करें, परदेसी जिंदगी ऐसी है गाइस। पेट के लिए करना पड़ता है। देखिए करना पड़ता है। हाँ, कहाँ से हैं आप? मैं इंडिया बिहार से। इंडिया बिहार से हैं हमारे भाई साहब, हमारे दोस्त हैं। हाँ, हम रियादा कंपनी में हैं, तो अभी हम लोड करके सुबह निकलेंगे। ल है गाइस, सबैजनाले मेरो यो युट्युब च्यानललाई लाइक शेयर अनि सब्सक्राइब गरिदिनु होला है। हाँ, मेरे को सब आदमी क्या करें? सब्सक्राइब करो। सब्सक्राइब करो और फॉलो चैनल को करो। फॉलो करो। ल है साथी ल।